नमस्कार। कहिले सोच्नु भएको छ नेपालमा एक लेखापढी व्यवसायीको कामलाई के कुराले सही बाटोमा डोर्याउँछ? आज हामी त्यही आधिकारिक नियम पुस्तिका अर्थात् लेखापढी व्यवसाय आचार संहिता 2064 को भित्र पसेर हेर्दैछौं। यो संहिताले कसरी हजारौं पेशावरहरूको इमानदारीलाई आकार दिन्छ र समग्र प्रणालीप्रतिको हाम्रो विश्वासलाई कसरी जोगाउँछ? आउनुहोस् यसलाई गहिरेर बुझौं। स्क्रिनमा देखिएको यो दस्तावेज यो केवल नियमहरूको एउटा संग्रह मात्रै होइन। वास्तवमा यो एउटा सम्झौता हो, लेखापढी व्यवसायी, उनीहरूका ग्राहकहरू र समाजबीचको विश्वासको आधार। भन्नुपर्दा व्यावसायिकताको बलियो जग नै यही संहिताले बसाल्छ। ल अब यो संहितालाई राम्ररी बुझ्नलाई हामी यसलाई 5वटा मुख्य खण्डहरूमा बाँडेर हेर्नेछौं। हामी परिचयबाट सुरु गर्नेछौं, त्यसपछि मुख्य कर्तव्यहरू, गर्नै नहुने कामहरू, नियम तोड्दा हुने सजाय र अन्त्यमा कानूनी बचाउबारे पनि कुरा गर्नेछौं। यसले हामीलाई यो महत्त्वपूर्ण दस्तावेजको एउटा स्पष्ट चित्र दिनेछ। त्यसो भए सुरु गरौं पहिलो खण्डबाट, आचार संहिताको परिचय। आखिर यो संहिता किन चाहियो त? यसको मुटुमा एउटै उद्देश्य छ, लेखापढी पेशाको मर्यादालाई सधैँ उँचो राख्नु र आम मानिसको विश्वासलाई अझ बलियो बनाउनु। तर प्रश्न उठ्छ, यी नियमहरू खासमा लागू कसलाई हुन्छन्? संहिताले यसलाई एकदमै स्पष्ट पारेको छ। व्यवसायी भनेको नेपालमा कानूनी रूपमा लेखापढीको काम गर्न इजाजत पत्र पाएको हरेक व्यक्ति हो। यसमा कुनै दुविधा छैन, नियम सबै इजाजत प्राप्त पेशावरहरूमाथि बराबर लागू हुन्छ। नियम कसलाई लागू हुन्छ भन्ने त थाहा भयो, तर अब उनीहरूले के गर्नुपर्छ त? आउनुहोस् अब पेशाका ती गर्नै पर्ने कामहरू अर्थात् मुख्य व्यावसायिक कर्तव्यहरूबारे चर्चा गरौं, जुन हरेक व्यावसायीको कामको अभिन्न अङ्ग हुनुपर्छ। यी कर्तव्यहरूलाई पेशाको मेरुदण्ड नै भन्न सकिन्छ। जस्तै हरेक कागजातमा आफ्नो नाम र लाइसेन्स नम्बर स्पष्ट लेख्नुपर्ने नियमले पारदर्शिता बढाउँछ। त्यस्तै सहकर्मीको बदनाम नगर्ने नियमले पेशाभित्र आपसी सम्मान कायम राख्छ। यहाँको हरेक नियम पेशाको गरिमा बढाउनकै लागि बनाइएको हो। यो नियमलाई जवाफदेहिताको आधारशिला मानिन्छ। आफूले तयार पारेको हरेक कागजमा आफ्नो नाम र प्रमाणपत्र नम्बर स्पष्टसँग लेख्नुपर्छ। यसले के सुनिश्चित गर्छ भने हरेक व्यवसायी आफ्नो कामप्रति पूर्ण रूपमा जिम्मेवार छ र उसको कामलाई सजिलै पहिचान गर्न सकिन्छ। हरेक पेशामा केही रातो रेखाहरू हुन्छन् जसलाई कुनै पनि हालतमा पार गर्नु हुँदैन। अब हामी तीनै निषेधित कामहरूबारे कुरा गर्नेछौं, ती कामहरू जुन ग्राहक र सिङ्गो पेशाको प्रतिष्ठा जोगाउनका लागि वर्जित गरिएका छन्। सायद यो संहिताको सबैभन्दा महत्त्वपूर्ण निषेध यही हो, अर्काको कामलाई आफ्नो भनेर कहिले प्रमाणित नगर्नु। यो एउटा गम्भीर नैतिक अपराध हो, किनकि यसले व्यावसायिक इमानदारीको सबैभन्दा आधारभूत सिद्धान्तलाई नै भत्काइदिन्छ। यहाँ केही अरू गम्भीर अपराधहरूको सूची छ। भ्रष्टाचारमा संलग्न हुनेदेखि लिएर ग्राहकको गोपनीयता भङ्ग गर्ने अनि मादक पदार्थ सेवन गरेर काम गर्ने जस्ता कार्यहरूमा संहिताले शून्य सहनशीलताको नीति अपनाएको छ। यस्ता कामलाई कुनै पनि हालतमा छुट छैन। यो नियमले ग्राहक र व्यवसायी बीचको सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण पक्षलाई देखाउँछ, त्यो हो विश्वास। ग्राहकको गोपनीयता नै यो पेशाको जग हो र यो जगलाई कुनै पनि हालतमा हल्लिन दिनु हुँदैन। नियम त बनायो, तर यदि कसैले यी रातो रेखाहरू पार गर्यो भने के हुन्छ त? नियमहरू तब मात्र प्रभावकारी हुन्छन् जब तिनलाई तोड्दा परिणाम भोग्नुपर्छ, होइन र? अब हामी त्यही सजाय र यसको औपचारिक प्रक्रियाबारे छलफल गर्नेछौं। जवाफदेहिता महँगो हुनु हुँदैन र यो संहिताले उजुरी प्रक्रिया सबैको पहुँचमा होस् भन्ने कुरा सुनिश्चित गरेको छ। सुन्दा अचम्म लाग्न सक्छ, तर हो, जम्मा 10 रुपैयाँको शुल्क तिरेर कुनै पनि व्यवसाय विरुद्ध जो कोहीले पनि आधिकारिक उजुरी दर्ता गर्न सक्छ। यो होइन कि कसैले उजुरी गर्यो अनि सिधै कारवाही भइहाल्यो, होइन। यसको एउटा पूरा संरचित प्रक्रिया छ। उजुरी दर्ता भएपछि एउटा अनुशासन समितिले छानबिन गर्छ, त्यसपछि सजाय सिफारिस गर्छ र अन्त्यमा एसोसिएसनले अन्तिम निर्णय लिन्छ। यो एक निष्पक्ष प्रक्रिया हो। गल्ती दोहोर्याउनुलाई यो संहिताले एकदमै गम्भीर रूपमा लिन्छ। हेर्नुस् न, पहिलो पटक गल्ती गर्दा लिखित चेतावनीमा सीमित हुन सक्छ, तर त्यही गल्ती दोहोरिँदै गयो भने सजाय पनि कडा हुँदै जान्छ। निलम्बनदेखि लिएर अन्त्यमा इजाजत पत्र नै स्थायी रूपमा रद्द हुनेसम्मको कारवाही हुन सक्छ। ल अब हाम्रो अन्तिम खण्डमा आइपुगेका छौं। यहाँ हामी यी सबै कुरालाई कानूनी सन्दर्भमा राखेर हेर्नेछौं।
जस्तै आरोपितको अधिकार के हुन्छ र नेपालको समग्र कानूनी प्रणालीमा यो संहिताको स्थान कहाँ छ। आउनुहोस् यसबारे कुरा गरौँ। यो प्रक्रिया एकतर्फी छैन। यसमा न्यायको सिद्धान्तलाई पनि ख्याल राखिएको छ। कुनै पनि कारबाही अघि आरोप लागेको व्यक्तिलाई पनि आफ्नो कुरा राख्ने पूरा मौका दिइन्छ। आफ्नो सफाई पेश गर्नका लागि उसलाई 15 दिनको उचित समय दिइन्छ, ताकि प्रक्रिया निष्पक्ष होस्। एउटा महत्त्वपूर्ण कुरा के छ भने यो संहिता कुनै ढुङ्गाको अक्षर होइन। यसले पुरानो संहितालाई प्रतिस्थापन गरेको छ र यो देशको समग्र कानूनभन्दा माथि हुन सक्दैन। यसको मतलब यो नेपालको फराकिलो कानूनी प्रणालीसँगै विकसित हुँदै जाने एउटा जीवन्त दस्तावेज हो। अब जाँदा जाँदै एउटा कुरा सोचौँ न, के साँच्चीको व्यावसायिकता भनेको किताबमा लेखिएका नियमहरूको पालना गर्नु मात्रै हो, वा यो त्योभन्दा गहिरो कुरा हो? काम पछाडिको सही नियत र इमान्दारीमा निर्भर गर्छ। यसमा विचार गर्नुहोला।